अनि व्यावसायिक प्रतिष्ठानहरू किन जले? यसको जराको कारणमा पहिल्याउन सकिएन। भएका काम नागरिकलाई बुझाउन नसक्ता, मुलुकलाई सही ढंगले सुशासन दिन नसक्ता जे अवस्था भए यसलाई सबभन्दा पहिले गहिराईसँग पहिचान गर्न जरुरी छ। यसरी भन्दै गर्दा नेपाली कांग्रेस पार्टी विशेष महाधिवेशन सम्पन्न गरेर मधेसलाई कहाँ कहाँ दुखेको छ, पहाडलाई कहाँ कहाँ दुखेको छ, कुन कुन मोडमा नेपाली नागरिकलाई कहाँ कहाँ हन्डर परेको छ, कहाँ कहाँ पीडा परेको छ, कहाँ कहाँ कुन कुन मोडमा को किन किन रिसाउनु भएको छ, यो सबै कुरा विशेष महाधिवेशनबाट एमआरआई जस्तो एक्सरे गरेर रिपोर्ट निकालेर कांग्रेस त्यसलाई सम्बोधन गर्ने भन्ने संकल्पका साथ आज मधेसमा आएको छ, प्रतिज्ञा गर्नका लागि आएको छ। आज चुनावको मैदानमा भिन्न भिन्न प्रवृत्ति तपाई हामी देखिरहेका छौं। एउटा प्रवृत्ति छ भदौ 23 अगाडि देशमा सब ठिकठाक थियो भनेर सोच्ने प्रवृत्ति। अर्को प्रवृत्ति छ जो भन्छ सबै बेठिक थियो, सबै खराब थिए, सबै भ्रष्ट थिए, देशमा केही पनि राम्रो काम भएको थिएन। यो दुईटै दृष्टि र यी दुवै सोच, यी दुवै प्रवृत्ति बिल्कुलै गलत छ। हामी मध्यमार्गी सोच राख्दछौं। भदौ अघि सबै ठिकठाक थियो भने यसरी जेनजी विद्रोह हुने थिएन। नागरिकमा खास गरी युवाहरूमा विश्वास जगाउन सकेको भए विद्रोह जगाउन कसैले सक्ने थिएन। आज विश्वव्यापी रूपमै यो चिन्ताको विषय भएको छ कि लोकतान्त्रिक शासन प्रणाली भएका मुलुकहरू हरेक ठाउँमा कहीं न कहीं कुनै न कुनै यो या त्यो मुद्दालाई सही ढंगले सम्बोधन गर्न नसक्दै गर्दा जेनजी मुभमेन्ट हामी कहाँ मात्र हैन अन्यत्र पनि भएको छ। हामी कहाँ भन्दा अगाडि बाहिर कहीँ भयो जेनजीको मुभमेन्ट, भीषण ढंगका प्रदर्शनहरू भए। हामी कहाँ भइसकेपछि अरू देशहरूमा पनि फैलिए। त्यसैले हामी चाहन्छौं कि सबै पुस्तालाई, सबै दललाई, सबै शक्तिलाई साझा सोचको विकास गरौं, साझा दृष्टिको विकास गरौं। बस्नुपर्छ गोलमेज भनेर भने गोलमेज गरौं, राष्ट्रिय संवाद गर्नुपर्छ राष्ट्रिय संवाद गरौं। सबै खाले आग्रह र पूर्वाग्रहबाट माथि उठी राखेर हामीले देशका लागि सुशासन स्थापित गर्ने, समुन्नतिमा लिएर जाने साझा संकल्प गरेर जाउँ। आज यो ऐतिहासिक नगरीबाट हामी अपील गर्न चाहन्छौं सबै राजनीतिक दलहरूलाई, निर्वाचन सकिसके पछाडि संविधानमा गर्नुपर्ने केही आधारभूत महत्त्वपूर्ण सुधारहरू, स्थिर प्रधानमन्त्री 5 वर्ष कसरी राख्न सकिन्छ भन्ने सोच र दृष्टिकोणहरू, सुशासन कसरी स्थापित गर्न सकिन्छ भन्ने सोच र दृष्टिकोणहरू एउटा साझा ढंगको डकुमेन्ट दक्षिण अफ्रिकामा निर्वाचन भन्दा पूर्व साझा संवैधानिक सिद्धान्त बनाए जस्तो बनाउने गरी हामी पहल कदमी गरौं। आज हामी त्यो अपील गर्नका लागि आएका छौं। हामी यो बेलामा मधेसको माटोमा नेपाली नवयुवाहरूले प्रस्तुत गरेको मुद्दालाई, भावनालाई सही ढंगले सम्बोधन गरेर जाउँ भन्ने कुराको अपील गर्नका लागि आएका छौं। यदि जे जस्ता ज्वलन्त मुद्दाहरूमा विद्रोह भयो, विस्फोट भयो, त्यसको जरामा पुगेर हल गर्न सकिएन भने आदरणीय सहभागी मित्रहरू, मिडिया मार्फतबाट लाइभ हेरिरहनुभएका नेपाली बौद्धिक क्षेत्रका व्यक्तित्वहरू, अन्य राजनीतिक दलका सबै नेतृत्व र सदस्यहरू, यदि निर्वाचन पछि बन्दै गरेको सरकार मार्फतबाट सही ढंगले विषयलाई सम्बोधन गर्न सकिएन भने आज जेनजीको नेतृत्वमा विद्रोह भयो। अबको 10 वर्ष पछाडि जेनजी पछिको पुस्ता अल्फाको नेतृत्वमा देशले विद्रोह बेहोर्नु पर्ने खतरा आउन सक्दछ। हामीले आजका लागि मात्रै सोच्ने होइन, हामी केवल फागुन 21 मात्रै सोचिरहेका छैनौं, हामी केवल 82 साल मात्रै सोचिरहेका छैनौं, हामी 92 सालको बारेमा पनि सोच र दृष्टिकोण बनाइरहेका छौं। के हामी अबको दशक, 1.5 दशक पछाडि फेरि 70-74 आमाहरूको काख जलेको दृश्य हेर्न सक्छौं? के हामी दशक, 1.5 दशक पछाडि एक अर्को सिंहदरबार खडा गरिसकेर भग भग जल्दै गरेको दृश्य हेर्न सक्छौं? हामी सक्दैनौं। त्यसैले पुरानै ढंगले चलेर नयाँ परिणाम दिन सकिँदैन भन्ने कुरामा हामी विश्वस्त छौं। तपाई हामी विश्वस्त छौं। त्यसैले प्रश्न नयाँ संसद बनाउने, प्रश्न नयाँ सरकार बनाउने भन्ने मात्रै होइन, हामी आफू नयाँ बन्न सकेनौं भने, हामी आफू चाहिँ बदलिन सकेनौं भने निर्वाचनबाट सरकार बदलेर मात्रै देश बदलिन सक्दैन। त्यसैले आज हामी मधेसमा हामी कांग्रेस चाहिँ बदलिएर नयाँ भएर आएका छौं भन्नका लागि तपाईहरुको बीचमा आएका छौं। दुनियाभरका विचारकहरूले भनेका छन्, अगर तुम संसार को बदलना चाहते हो
तो सबसे पहले अपने आप को बदलो। यदि हामी आफैलाई बदल्दैनौँ भने, दुनियाँभरको विचारकले भनेको यो कुरालाई ख्याल गरेनौँ भने हामी समाज बदल्न सक्दैनौँ। यदि संसार बदल चाहे, देश बदल चाहे, तो सबसे पहले अपने आप को बदलो। पहले अपने बदलो तखन देश बदलत। नेपाली कांग्रेस बदली के आयल छे। जे अपने बदल सके छी ओ देश बदल सके छी। जो अपने बदल सके छी वो देश बदल सके छी। हामी दावा गरेर आएका छौं, जो बदलिन सक्छ उसले देश बदल्न सक्छ। त्यसैले आज मतदाताले मत दिन जाँदै गर्दाखेरि कहीं कतै कसैलाई अलमल नयाँ या पुरानो भन्ने अलमल भयो भने हामी भन्छौं हो हामी पुरानो पनि हौं। पुरानो भन्ने बित्तिकै दिन गए भन्नेले हिसाब गर्नुपर्छ। यो धरतीमा सबैभन्दा पुरानो यो धरती छ। यो धरतीमा धरती भन्दा पुरानो अर्को केही छैन। धरतीको दिन गएको छैन। हाम्रा धर्म ग्रन्थहरूको दिन गएको छैन। नेपाल देश आफैमा पुरानो छ। नेपाल देशको दिन गएको छैन। पुरानो कांग्रेसले देशका लागि जे गर्यो त्यसप्रति हामी गर्व गर्छौं। हरेक मोडमा निकास दियो। हाम्रा अग्रजहरूले निकास दिनुभयो। पार्टीको आजको आदरणीय सभापति गगन थापा या विश्व प्रकाश या अरू साथीहरूको उमेर जति योगदान गरेका हाम्रा अग्रज नेताहरू जीवितै हुनुहुन्छ, अभिभावकको रूपमा हुनुहुन्छ। जो बितेर जानु हो उहाँहरूले पनि देशका लागि हरेक मोडमा चाहिँ योगदानहरू गर्नुभयो। स्वतन्त्रता दिलाउँदै गर्दा कांग्रेस, समावेशिताको जग बसाउँदै गर्दा कांग्रेस, 46 पछाडि लोकतन्त्र स्थापित गर्दै गर्दा कांग्रेस, मुलुकलाई गणतन्त्रमा लिएर जाँदै गर्दा, माओवादीलाई विश्वासमा लिएर देशलाई शान्ति दिलाउँदै गर्दा कांग्रेस, संविधान लेख्दै गर्दा कांग्रेस, संघीयतामा लिएर जाँदै गर्दा तपाईहरु जान्नुहुन्छ सबैभन्दा पहिले कसैले आफ्नो राजनीतिक डकुमेन्टमा संघीयता लेख्यो भने नेपाली कांग्रेस प्रजातान्त्रिकले त्यस बेला लेख्यो। संघीयताको लागि मधेसमा विद्रोह भयो। हामी प्रत्येक त्यो विद्रोहमा सामेल भएकाहरूलाई सम्मान गर्छौं, सम्झिन्छौं। शहादत गर्नेहरूलाई सम्झिन्छौं, घाइतेहरूलाई सम्झिन्छौं, परिवारजनलाई सम्झिन्छौं अनि सम्झिन्छौं कि त्यो प्रदर्शन पछाडि गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा देशले संघीयतालाई स्वीकार गर्यो। सुशील कोइराला प्रधानमन्त्री रहनुभएको बेलामा संघीयता संविधानमा लेखियो अनि शेरबहादुर देउवा सभापति र प्रधानमन्त्री रहनुभएको बेलामा संघीयता सहितको निर्वाचन भयो। त्यसैले हामी गर्व गर्छौं पुरानो कांग्रेसले गरेको विषयलाई। तर समयले माग्यो कांग्रेस तिमी बदलेर आऊ, सबै राजनीतिक दल बदलेर आऊ। त्यसैले तपाई पार्टीका साथीहरूले या मतदाताहरूले पुरानो भन्दै गर्दा गर्व गर्ने कांग्रेस छ भन्ने बुझ्नु भएकै छ। अनि बदलिएर आएको कोही छ भनेर भन्ने हो भने विशेष महाधिवेशनबाट बदलिएर कांग्रेस आएको छ, नयाँ चाहियो कसैलाई भन्ने हो भने नयाँ भएर नेपाली कांग्रेस पार्टी आएको छ। त्यसैले यो अवस्थाको बेलामा मूल प्रश्न फेरि म लिएर जान चाहन्छु, कसले जित्ने भन्ने होइन, कसले सम्हाल्ने भन्ने हो। यो देश सम्हाल्ने मूल कुरा हो। चुनाव त जिन्दगीमा कांग्रेसले कैयौं जित्यो, हाम्रो लागि जित कुनै अनौठो कुरो होइन। चुनाव नेपाली कांग्रेस पार्टीले कैयौं पटक हार्यो, कांग्रेसको जिन्दगीमा हार पनि हाम्रो लागि कुनै नौलो कुरा होइन। तर प्रश्न आजको पद्धतिले हार्ने कि जित्ने भन्ने छ। प्रश्न समाजको सद्भाव कसले गाँच्न सक्छ भन्ने छ। प्रश्न सिंगो नेपाललाई जिताउने गरी समन्वय कसले गर्न सक्छ भन्ने छ। नेपाली कांग्रेस पार्टी आज मधेसमा उभिएर भन्छ, नेपाली कांग्रेसको दुई हात मधेस र पहाडको साथ भनेर भन्छ। नेपाली कांग्रेस पार्टी मधेसको जमिनमा टोपी लगाएको मानिसको सम्मान खोज्दै गर्दा पहाडको बस्तीमा धोती लगाएर हिँडेको मान्छेको उत्तिकै आत्मसम्मानलाई खोज्नलाई उभिएको छ। मधेसलाई र पहाडलाई होस्, पुरानो पुस्ता र नयाँ पुस्तालाई होस्, हरेक मोडमा गाँच्न सक्ने ताकत राख्ने कांग्रेस आज मुलुकलाई सम्हाल्नुपर्छ भन्ने जिम्मेवारीमा छ। मैले सजिलोसँग बताउँदै गर्दा एउटा उदाहरण दिने गरेको छु। फेवातालमा तपाई कोही जानुभयो, नाउमा चढ्नुभयो, नाउमा चढेर जाँदै गर्दाखेरि त्यो नाविकलाई भन्नुभयो के यसो म पनि सिकौं। एकछिन सिक्दा सिक्दै चलाउँदा चलाउँदै तपाई चलाउन जान्नुहुन्छ। अर्कोले पनि एकछिन सिक्दा सिक्दै एकछिनमा सामान्य तरिकाले चलाउन जान्दछ। त्यसरी पनि चलाउन नाउ पाइन्छ, बिस्तारै बिस्तारै जान पाइन्छ। तर जब फेवातालको बीचमा पुग्दै गर्दा आँधी आउन थाल्छ, हुरी आउन थाल्छ, तब तपाई सिक्दै गरेकोले के भन्नुहुन्छ भने ल अप्ठ्यारो हुने भयो, तपाईले जो जान्ने हुनुहुन्छ उहाँले चलाउनुस्। या जसले जान्ने हो उसले के भन्छ भने अब हुरी आउन लाग्यो, आँधी आउन लाग्यो, यो बेलामा तपाईहरुले चलाएर हुन्न, मैले चलाउनु पर्छ भनेर उसले भन्छ। हो, आज देशको राजनीतिमा
संसदीय लोकतान्त्रिक पद्धतिमा, नागरिक र नागरिकको बीचको विश्वासमा घर जलेको मात्रै होइन, देशमा मन जलेको बेलामा, यो देशलाई गाँच्नु पर्ने बेलामा कांग्रेस पार्टी त्यही नाउ चलाउने नाविक जस्तो सिक्दै गरेकाहरूलाई छोडिराखेर अनुभवी नाविक जस्तो कांग्रेसले कमान्ड गरेर मुलुकलाई एउटा निष्कर्षमा लिएर जानुपर्ने बेला छ। आधी हुरीको बेलामा सम्हाल्नु पर्ने बेला छ। त्यसैले यो बेलामा हामी सद्भाव, सुशासन र समुन्नतिको संकल्प गरेर देशलाई बदल्ने भन्ने कुराको लागि आएका छौं। यो बेलामा हामी प्रमुख हाम्रो प्रतिस्पर्धीलाई, अन्य दलहरूलाई, मिडिया मार्फत बौद्धिक क्षेत्रलाई सबैलाई भन्न पनि चाहन्छौं, कांग्रेस सबैलाई गाँच्नु पर्ने अभिभावकीय जिम्मेवारीमा भएको बेला निर्वाचनको मैदानमा कसैलाई पनि दुश्मन देख्दैन। नेपाली कांग्रेस पार्टी निर्वाचनको मैदान दुश्मनीको अखडा होइन, यो विचार र व्यक्तित्व प्रतिस्पर्धाको महायज्ञ हो भन्ने ठान्दछ। हामी जान्दछौँ ठुलो आवाज बम विस्फोटनको हुन्छ, विचारको प्रस्फुटन मधुर हुन्छ। त्यसैले कहीँबाट कसैले कांग्रेस पार्टीलाई भनिरहँदै गर्दा, विविध कुरा भनिरहँदै गर्दा पनि कांग्रेस मुस्कुराएर तिमी पनि फागुन 21 पछि यो देश निर्माणमा सँगसँगै जान जरुरी छ भन्ने मनोविज्ञान राख्दछ। त्यसैले यो बेलामा हामी अपिल गर्न चाहन्छौँ, उत्तेजनाको, आवेगको राजनीति नगरौँ। कोही मतदाता मधेसको कुनै गाउँमा कांग्रेससँग कहीँ के कारण रिसाएर बस्नु भएको छ भने हामी विनम्रतापूर्वक आग्रह गर्छौँ, आवेगमा कसैले मतदान नगरौँ, उत्तेजनामा मतदान नगरौँ, रिसाएर मतदान नगरौँ। मैले मतदान गर्दै गर्दा यसपालि फलानोसँग रिसाएर फलानालाई दिएँ भन्ने होइन, म फलानोसँग बुझिराखेर यसकारण मत दिए भन्ने खालको अवस्था बनाऊ। हामी मतदाताहरूलाई आग्रह गर्न चाहन्छौँ। नेपाली कांग्रेस पार्टी छोडेर जानुभएका कैयौं साथीहरू आज मेची महाकाली घुम्दै गर्दा हामी देख्छौँ हामी कांग्रेसमा फर्किन चाहन्छौँ भनेर साथीहरू फर्किरहनु भएको छ। आजै पनि तपाईँहरूले विभिन्न दलको यो प्रदेशकै नेतृत्व गरिरहेको एउटा संगठनको साथी ममताजीदेखि लिएर अरू थुप्रै साथीहरू, महासचिव रहिसक्नुभएका मिश्राजीदेखि लिएर महतोजीदेखि लिएर धेरै साथीहरू यो बीचमा प्रवेश गरिरहनु भएको छ। हामी ढुक्क छौँ, हामी आशावादी होइन, हामी विश्वस्त छौँ। फागुन 21 भन्दा अगाडिसम्म मेची महाकाली जुन जुन रूपमा जे रूपमा जस्तो हुँदै गर्दा पनि फागुन 21 को नजिक पुग्दै गर्दा पुरै मुलुक रुख 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 गाछी 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 भन्ने मनोविज्ञानमा पुग्ने अवस्थामा हामी देखिरहेका छौँ। त्यसैले म तपाईहरूलाई यो बेलामा यो मुलुकलाई तारेर लिएर जाने भन्दै गर्दाखेरि आज हाम्रो प्रतिज्ञा पत्र सार्वजनिक भएको छ। प्रतिज्ञा पत्रको डिटेल विवरण भोलि राष्ट्रिय सभागृह मार्फतबाट 12:30 बजे हाम्रो सभापतिजी मार्फतबाट राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा आउने प्रश्नहरूको जवाब दिँदै हाम्रो विवरण डिटेल त्यहाँनिर आउने नै छ। तर आज नेपाली कांग्रेस पार्टीले ती कुरा मात्रै भनेको छ जो गर्न सकिन्छ। निर्वाचन जित्नुपर्छ भन्ने नाममा यो पनि गर्ने र त्यो पनि गर्छु भन्ने, अनि त्यसलाई पुरा गर्न नसकेर नागरिक पंक्तिमा निराशा फैलाउने काम कांग्रेस पार्टी गर्दैन। नेपाली कांग्रेस पार्टी जे लेख्छ लेख्नुभन्दा अगाडि सोचेर लेख्छ, लेखिसकेका कुरालाई प्रतिबद्ध भएर पुरा गर्न सक्ने संकल्पका साथ सोचेर जान्छ। त्यसैले त्यो भिजन 10 लाई तपाईहरु सबैले समर्थन गर्नुहुनेछ, त्यो त अब अनुमोदन गर्नुहुनेछ। मध्य प्रदेशका सबै साथीहरूले हात हल्लाएर कांग्रेसको भिजन 10 लाई समर्थन गर्नुहुनेछ, म त्यो आग्रह गर्न चाहन्छु। अब यति भनिसके पछाडि त्यसलाई कमान्ड गरेर नेतृत्व गर्ने कसले भन्ने प्रश्न आउँछ। आज नेपाली कांग्रेस पार्टीले, केन्द्रीय कार्य समितिले सर्वसम्मत रूपमा निर्णय गरेको छ। हामी यो देशलाई आँखामा केही सपना बोकी राखेर, हृदयमा केही हुटुटी बोकी राखेर, स्वदेशमा रहेका नेपाली मात्रै होइन विदेशमा रहेका नेपालीको पनि लगानीलाई, मनको पनि लगानी, धनको पनि लगानी उनको गर्ने गराउने बनाइराखेर, उनको मतदानको अधिकार आगामी दिनमा सुनिश्चित गर्ने संकल्प गरिराखेर, उनको नागरिकता सम्बन्धी प्रश्नलाई हल गर्ने संकल्प गरिराखेर आज स्वदेशभित्र रहेको नेपाल र नेपाल भन्दा बाहिर रहेको नेपाल दुईटैलाई गाँसेर जाने मनोविज्ञानमा छ। त्यो मनोविज्ञानमा जाँदै गर्दा निर्वाचनमा जानु पूर्व, मतदान गर्नु पूर्व तपाईले 32 वटा उम्मेदवार मध्ये कुन उम्मेदवारलाई दिइरहेको मत उम्मेदवारका लागि तपाईले दिइरहनु भएको हुन्छ। मैले 12 मा होस् या सर्लाहीमा, 12 पर्सा, रौतहट, सिरा, सप्तरी, सर्लाही, महोत्तरी, धनुषा कुनै पनि निर्वाचन क्षेत्रको कुनै पनि बुथमा तपाईले उभिएर मत दिँदै गर्दा केवल तपाई 32 वटा उम्मेदवारलाई मत दिइरहनु भएको हुन्न। यो देश बनाउनका लागि आँखामा देशको लागि सपना र मनमा हुटुटी बोकेको यो देशको भावी प्रधानमन्त्री गगन कुमार थापालाई पनि तपाईले मत व्यक्त गरिरहनु भएको हुन्छ। त्यसैले तपाईको त्यो ऊर्जा, तपाईले त्यो व्यक्त गर्ने मत यो बेलामा जागरका साथ हुन सकोस् आग्रह गर्न चाहन्छु। आजबाट फर्किसकेपछि पार्टीका साथीहरू जो सहभागी हुनुहुन्छ या जो आज सहभागी हुनुहुन्न, सबैले गाउँमा फर्केर सोच्दाखेरि केवल यति सोच्नु छ, यो मधेस त्यो भूगोल हो,
जसले सिङ्गो देशका लागि निर्णय दिन्छ, यो मधेस त्यो भूगोल हो जसले प्रत्येक नेपालीको पेटमा पुर्याउँदै गर्दा अन्न पुर्याउँछ। यो मधेस त्यो भूगोल हो जो जागे पछाडि सिङ्गो देश जाग्छ। त्यसैले यो बेलामा सबले सोचौं कि रामनारायण मिश्रले उही बेला राजा महेन्द्रलाई दरबारमा कागज गरेर छुटेर जाऊ भन्दै गर्दा ब्लड क्यान्सर भएको बिरामी रामनारायण मिश्र बीपी कोइरालाको मन्त्रीले दिएको जवाब कि महाराज सर कटा लेंगे लेकिन सर नहीं झुकाएंगे भनेर भनेको सम्झिदिऊ। त्यही जागरका साथ एकपटक हात हल्लाइदिनुस्, दुईटै हात हल्लाइदिनुस्, जोडले भनिदिनुस् भोट केमा